नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का र इन्डियामा हुने टी20 छनौट भए लगत्तै अब विश्वकप सुरु हुन केही साता मात्र बाँकी रहेको छ। तर नेपाली पुरुष क्रिकेट टोलीले भने फाइनल स्क्वाड आइसकेको छैन। त्यसैले नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणको लागि 24 खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको छ। अब 24 खेलाडीबाट उत्कृष्ट खेलाडीहरू छनौट गरी 2026 को वर्ल्ड कपको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको निम तयार हुनेछ। बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल बुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, सोमबल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बङ, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतीश जीसी र रूपेश सिंह रहेका छन्। नेपाल विश्वकपको ग्रुप सीमा रहेको छ। नेपालको ग्रुप समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल, इटली, बङ्गलादेश रहेका छन्। प्रत्येक समूहबाट टप 2 टोलीले सुपर 4मा स्थान पक्का गर्नेछन्। नेपालले विश्वकपको पहिलो लिग चरणको खेलमा फेब्रुअरी 8मा इङ्ल्यान्डसँग सामना गर्दैछ भने फेब्रुअरी 12मा इटली, 15 फेब्रुअरीमा वेस्ट इन्डिज र 17 फेब्रुअरीमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको खेलमा ब्याटिङ प्रदर्शन फितलो रहेको हुँदा सुधार्नुपर्ने देखिन्छ। साथीहरू, के नेपालले सुपर 4मा स्थान बनाउन सक्लान् त? तपाईहरूको विचार कमेन्ट बक्समा राख्नुहोला। र यस्तै विविध खेलकुद सम्बन्धी भिडियोहरूको लागि हाम्रो च्यानललाई एक लाइक र सब्सक्राइब गरेर च्यानलमा जोडिनुहोला।